म हेर्छु भाइ सो पनि चार रोनीहरू हाई हेलो हाई सवादिका आज भन्न पनि सक्दिनँ हौ छ guys 1 week in Thailand one day in Thailand let's do some. Thailand I'm the first one yay Supriya get it one day in Thailand today in Thailand हमारा 3 day in Thailand तो हामी को आयो 7 day in Thailand सवादिका จ้าไม่ใช่วันนี้ไปใช่ไหมแล้วก็ไปวันนี้กลับบ้านยังไงกลับประเทศเนปาล ขอบคุณครับพี่ Hello Thank you like with me I'm Artamang re Thank you so much fan होला fan page होला fan page मैं यही याद है बुला रहे यही डेट यहाँ लाऊं स्वामी र मतलब रात भरी बोल्दै बसिराखे थिए 3 बजे सुतेको नि मतलब ए गाइस ब्लग रमाइलो छ आज आउँछ कोही आउँछ ब्लग त्यो ब्लग चाहिँ भोलि पर्सि आउँछ नेपाल पुगेर नेपाल पुगेर आउँछ गाइस यस्तो हँसाएको छ यसले स्वामीजी फर्किनुहुन्छ हिजो यो कुकुरको मुत खाएर गाइस झाप भएको थियो क्या झाप त खास परेको थिएन होस् के नाउका तु होती रे न हामी दाजुभाइ कस्तो राम्रो सरी यो को हो एकछिन ए होइन के इन्द्रामा खग्या बोला इन्द्रा त अस्ति नै गएको नि हाम्रो पतो नाम कपाल झऱ्यो क्या सन्चै हुनुहुन्छ अरे सन्चै छु स्वयंलाई त तिर्खा लागेको छ แบ่งกันไหมครับ ได้ไม่เป็นไรไม่เอา ไม่เอา ไม่เอาไม่เอาไม่เอาไม่เอา रोनी आई लभ यु रे थ्याङ्क यू नेले खग्या लिएर ए आज त फर्किनुहुन्छ कहाँ बोलाएर लिएर आउने आज फर्किनुहुन्छ अब एकछिनमा त जानुहुन्छ एयरपोर्ट जानुहुन्छ चेक इन चेक आउट गर्नुहुन्छ रोहानीसँग गाइज अहिले चाहिँ किन लाइभ भएको भन्दा के घुस मेरो रोहानी म सँगै लाइभ चाहिँ आज हो अब लास्ट डे सँगै चाहिँ काठमाडौँ पुगेर चाहिँ गाइज अब दुवैजना सँगसँगै लाइभ आउँछौँ हामी तर सँगै यसरी लाइभ चाहिँ अब लास्ट मुखबाट पनि निस्किस् त नि के भन्दा त्यही त भएन फर्स्ट भेट अरे हजुर लास्ट भेट आज चाहिँ लास्ट भेट यो पालिको लागि त्यस्तो नभन्न होइन आजको दिनको भनेको अब फेरि आउँछ नि त्यस्तो बनाउन नि आज लास्ट डे हो रे त्यस्तो नबनाऊ छ फेरि आउनु छ स्वामी फेरि आउँछ फेरि मेरो मन कटके ऐया कटके वन्या भिनो सुलाइ फिउरे सोक्यो त्यो चिज वाज बिचाराहरू यहाँनिर नबनाऊ गाइस मलाई त्यस्तो रोइदिन्छु भन्नु म फेरि मेरो मन थाम्नै सक्दैन ब्याङ्कक कहाँ हुनुहुन्छ अरे साङ्दिरा होटेल अब स्वामी जानुहुन्छ अब आज रनी एस क्युट थ्याङ्क यू रनी बेबी आर यु क्राइङ न किन क्राइङ फेरि आउनुहुन्छ होइन स्वामी त्यस्तै हालेमा मार जे होस् क्राइङ त नगर्ने क्युट जोरी रे म त जोरी भइहाल्यो के गर्नु जिन्दगी गर्नुमा यस्तो बुढो पाउन गाह्रो छ गाइस एक्चुअली सबैजनाले लाइभलाई रिपोस्ट र सेयर गरिदिनुहोस् प्लिज रिपोस्ट सेयर प्लिज रिपोस्ट सेयर गर्नु आज मात्रै सँगै अहिले पनि कति मिनट मात्रै होला 1 घन्टा पनि हुन्न होला एकछिन वान फ्रेन्डमा यही के फाइनली यहाँ देख्न पाउनुहुन्छ यो वान फ्रेन्ड अब नेपाल पुगेर टिकटक लाइभमा देख्न पाउनुहुन्छ जे होस् आज चाहिँ मलाई कुकुर नि के मजाले भन्नुला स्वामी होइन नि भेटेर भनेको र अलग्गै भनेको फरक मिल्छ क्या त्यसैले very larm हो एक्सेप्ट रुँदै जस्तो गर्छ ओइ त के गर्न लाग्यो यहाँ रोहानी रुँदैछ फकाउँदै हो म आज फर्केर आउनु लाग्यो नि त नि म आज फर्केर आउनु लाग्यो क्या त्यो भएर ए तर भ्युअरशिप पठाइदिने त 10 के मानौँ 10 गेम हानौँ नगरा त यहाँ मस्ते भएको बेला त के भयो कि यहाँ स्वामीसँग बस्दै 10 गेम भने चाहिँ के हो गेम रे गेम 10 के मान्ने के तेरो भ्युअरशिप पठाइदिन जा तेरो भ्युअरमा हामीलाई पठाइदेऊ म रुन्छु घर
के खाएको ताल्क्यो होला रिस उठ्ने Parang ngor sa mana gue sih. Tu belah cira mama acang tilai ada cizu masih. Suami. Cizu masih. नकराउनु आज चिप्किन दिनु अब 1 घण्टा जति मात्रै चिप्किन पाउँछु हैन स्वामी 2 घण्टा 1 घण्टा कस्तो नमिठो नि कुकुरको गु जस्तो नमिठो भएर आइस वाटर मलाई पनि स्वामी पानी चाहियो two ice water ice with ice दोरे के डब्बा रे डब्बा के मात्रै त्यो के भन्छ रे बोतल हो रे एक बोतल पानीको यहाँ यो होटलमा 300 400 नेपाली 1600 भनेको 1600 कति त हुन्छ समय बरु 711 मा 7 बाटमा आउँछ पानी गाइस यो होटलमा यति महँगो छ हैन यति महँगो छ मैले यो खाइराको यो स्यान्डविच गाइस कतिको हो थाहा छ यसै नकराउनु म भन्छु जे मेरो स्वामी धनी हुनुहुन्छ त्यस्तो भन्नु हुँदैन स्वामी नै मलाई त्यस्तो भन्नुहुन्छ यो खाइराको स्यान्डविच कतिको हो थाहा छ गाइस 1000 6000 को 6000 नेपाली 6000 नेपाली 6000 म त यहाँको 6000 भने त रुन्दै मर्न आयो नो यहाँको हैन नेपाली 6000 नेपाली 1000 उपर मैले भने त 1000 उपर भयो त्यो खाको दाम साम भन्ने हैन खाको आको बेला नै खान पर्छ हैन स्वामी जिर फेरेको घरमा खाएर मर्नी हो अब नेपालमा गएर पानी पुरी भाडा हान्नुपर्छ भाडा भनेको के हो भाडा माझ्ने ए हिजो 12 माछेर हेर न गाइस मेरो सँग फु गर्दिनु त फु नगर्ने फु गर्नु आज जाने हो रे हजुर अन्त जाने म अर्को महिना आउँछु गाइस स्वामीको अर्को महिना मलाई थाहा छ 3 महिना जति लाग्छ मलाई अस्ति नैबाट यो महिना आइल्छु अब यो म्याङमा अपना खाफे लड्वेल म त पानी खाए यो चाहिँ सिद्धन ที่นี่ไหมคะ อะไรนะ สเตย์เฮียไหม นั่งตึง พัก याไม่ रुक ป่ะจ้ารุมกาเก้ง ลุงเฮียพักอยู่ที่นี่ไหม ผักวันนี้ไม่ผักแล้วใช่ไหม อ๋อจะ วันนี้ เช็คเอาท์ จะเก่าแล้ว के भनेको गिफ्ट हेरौँ न अरे यहाँ बस्छौ अझै भन्नुहुन्छ होइन एक हप्ता बसिसक्यो यो भन्दा कति लुट्नु भनेर भन्नภาษาไทยอ่านไม่ออก सोफीले त माया मारेर गयो यार मलाई मायाको भी आर यु गाइस कपल रे गाइस प्लिज युट्युब हेर्नुस् न कस्तो हो र नो वी नट कपल गाइस म दाइ हो उ बहिनी हो स्पेलिङ त बोल्नै सक्दिनँ म एकछिन आस दरदर पार्छु मेरो टोपी चाहिँ नलगा फोर हुन्छ एकछिन मैले थ्याङ्क यू माग्ने रे सकुनले जाने बेलामा हेर न म फोहोर हुन्छ रे म बिहान उठेर नुहाएको स्वामी नुहाउनु भएको छैन मलाई थाहा छ म बिहान 8 बजे उठेर नुहाएको स्वामी नुहाउनु भएको छैन मलाई त फोहोर हुन्छ रे जाने बेला पनि त्यस्तो नभन्नु न मन कतै खाने बात गर्नुहुन्छ अब गाइस नेक्स्ट चोटि लाइभ आउँछु ल उरा म सँगै लाइफमा फर्केर आइसु भोटिने अबेको म आज काठमाडौँ फर्किन लाग्यो यहाँनिर रोहानी रोइरहेको छ क्या त्यही भएर फकाइरहेको घुँडाबाट यसको आँसु झरेर केही छैन कट्टु भइसक्यो यसको गर्लफ्रेन्ड बॉयफ्रेन्ड हो बोयफ्रेन्ड हो हामी दुईजना हाँ बोयफ्रेन्ड हो नाटक स्वामी नजानु न यहीँ बस्नु अब स्वामी तिमीले खेमेलाई श्रीमान्जु भन्छ होइन मैले स्वामी भन्छु यहाँ स्वामी मैले त यहाँ वालपेपरसँगै राखेँ यो फोटो कति राम्रो छ कति राम्रो नि है दाजु बहिनी हो नि फेरि बुढाबुढी भन्ने होला रन्डाहरू फेरि यहाँ स्वामी र मेरो फोटो कस्तो छ हेर न वालपेपर नै राखेको छु जे होस् मेरो भगवान हो स्वामी रे फेरि दाइ रे स्वामीलाई दाइ भनिन्छ मेरो भाषामा त अर्कोको भाषामा मलाई आई डोन्ट केयर स्वामीलाई नेपाली भाषामा स्वामीलाई नेपाली भाषामा बुढा भनिन्छ भने मैले बर्माको भाषामा स्वामीलाई दाजु भन्छु खपुनखा धेरै धन्यवाद यो मेरो पाली कता यो हो नेपाल जान लाग्यो रे अब म थाइल्यान्ड फर्किन आएको नेपाल आएको थिएँ नि म नाटक
एकछिनलाई भोटी नि म अहिलेको लागि चाहिँ छुट्टिन्छु तर छुट्टिनुभन्दा अगाडि चाहिँ 1-2 शब्द भनेर जान्छु ल ओके तिमीसँग जोडिने बित्तिकै तिम्रो हेडर्सहरू ल्याएर यहाँ मेरो जबै त्यो कमेन्ट लेखिरहेको छ क्या तिम्रो बारेमा एउटा कुरा चाहिँ के भन्दा गाइज भोटिनी गरिरहेछ खाइरहेछ होइन तपाईँहरूलाई के को चासो भनेको प्रायः जस्तो केटाहरूको कमेन्ट देखिरहेछ गाइज यहाँ ऊ आफ्नो जिन्दगीमा यत्रो उमेरमा गरिरहेछ खाइरहेछ होइन होला उसको आफ्नै स्टोरी होला के होला किन चासो गाइज त्यो माथि मेरो माएर लेख्नु पनि जरुरत छैन नि उसको बुढा राजीव होस् कि उसको बुढा जो होस् मलाई मतलब छैन गाइज हामी दुईजना हेर्नु बोलिरहेछ रमाइलो भइरहेछ दुईजना मान्छे बोलिरहेछ एन्ड अफ द टपिक वाट द फक गाइज या के साह्रो हो नेपालीहरूलाई के भएको जलेका यो गाह्रो के मतलब ऊ गरिरहेछ खाइरहेछ राम्री छ हिमौराको क्रिम लगाएर झन् राम्री भएको छ अहिले त झन् टलक्क टल्किरहेछ मैले पठाएको क्रिम लगाइरहेछ हिमौराको मिठो छ अरे माग खापुन खापी अरे चिङचिङ किन जे पाइदियो कमेन्ट लेखिरहेको त्यहाँ लेख्ने होइन कोही मान्छेलाई राम्रो गरिरहेछ भने बधाई दिने हो अब त्यो मान्छे मनै पर्दैन भने ब्लग हान्ने हो चल्दिने हो ओके स्ट्रङ बस्नु के आज लास्ट दिन हो कि यसको मेरो लाइभ यसरी सँगै आउने भोलिदेखि चाहिँ म अब काठमाडौँ फर्किन्छ नि त नि त्यो भएर ल अहिलेको लागि चाहिँ म एकछिन छुट्टिन्छु ल ओके बाई बाई ल धेरै धेरै माया भोटिनी ओके बाई बाई त्यस्तो भन्नु हुँदैन नि गाइस किन चाहिँ त्यस्तो नबोल्नु न नि आराको बारीमा भनेको राखिदिन्छु चेक गर्नु आज मन पर्दैन भने त ब्लग हान्दिने हो नि गाइस हामी त ब्लग हान्दिन्छ है मन परेन भने सीजन सेम क्लोथ्स सिन्स यस्टरडे रे सेम म पनि त्यही हो अब एक दिनमा म त आज यहीँ बसेको जे म त सुतेर भ्यात्तै परेको थिएँ बिहान उठेर नुहाइ सरले आमामा कत्रो मान्छेले फलो गरेको गाइस थ्याङ्क यू सो मच गाइस नन स्टप फलो आइरहेछ मेरोमा कोठोसी म तलाएर कोठोसी जसले फलो गरिदिनु भयो गाइस थ्याङ्क यू सो मच यु गाइस आर डुइङ गुड डोन्ट गेट बदर विथ नेगेटिभ पिपल सो स्योर स्योर राखिदिनु जे होस् स्वामीसँग आज मेरो आज नेपाल जानुहुन्छ आज जसले फलो गरिदिएको छ गाइस भिजा लागोस् तपाईँहरूको अमेरिकाको थाइल्यान्डको भिजा लागोस् रोहानीलाई भेट्न पाओस् थाइल्यान्डको भिजा लागोस् अनि रोहानीसँग भेट्न पाओस् रानीसँग भेट्नलाई भाग्यमानी स्वामीसँग अझै चिप्किन पाउँछु त्यो पनि 2 घन्टा 3 घन्टा यति नै हो अब एकछिनमा त छुट्टी पर्छ स्वामी म एकछिनमा उता गएर रोएर आउँछु तुरुप पाएर आउँछु बरु कति मिनट लागि बस्यो हामी ए यहाँबाट हेर्छ उहाँ उता हेर्नु 13 मिनट बस्यो भर्खर कति 7 मिनट बस्नु ल 20 मिनट लभ फ्रम सिक्किम बोथ रे थ्याङ्क यू सो मच गाइज रोहानी दिदी हेलो हजुर रोहानीको गाइज तुरुक आँसु चुइँदैछ अरे कहाँबाट भन्दै त आँखाबाट होइन घुँडाबाट घुँडा भनेको के हो टुक्लुक यो ए तुरे धाराको जित का दोरा गाइज हजुरहरूले भ्लगहरू हेर्दैछ कस्तो रमाइलो भइरहेछ नि है कस्तो रङ्ग भइरहेछ नि भ्लग हेर्नलाई है धेरै गाइज थ्याङ्क यू सो मच है मलाई त युट्युबमा यति धेरै माया पाइरहेछ गाइज होइन यति धेरै माया पाइरहेछ युट्युबमा त्यो रिजनले गर्दाखेरि मैले त अनि अर्को चाहिँ आइडीमा त भिडियो बनाएर हान्दै क्या तपाईँलाई थ्याङ्क यू सो मच दिनै हेरेर सपना पनि देखिरहेको छु दुईजनाको अरे थ्याङ्क यू कस्तो लाइक भ्युजहरू पनि कस्तो राम्रो आइरहेछ युट्युबमा त अहिले त रोहानी पनि सँगै जाऊ न स्वामीसँग अरे पासवर्ड भयो बाबा यसको पासवर्ड छैन नि गाइस पासवर्ड भएको बेला म नेपाल फन्नी रिङ्गटै लाग्ने गरी छात्ने गरी घुमाइदिन्थ्यो हो यसको पासपोर्ट छैन नि गाइस यसको पासपोर्ट छ हरियो ओन्ली फर थाइल्यान्ड रोहानी नेपाली हो कि थाई हो भन्दैछ गाइस प्लिज युट्युब हेर्नु ल त्यसको लागि पनि दिदी दादा नै टुइरप्यो होला अरे दादासँग भेटेर कस्तो खुसी लाग्यो मलाई एक हप्ता भइसक्यो हामी भेटेको गाइस प्लिज युट्युब हेर्नुहोस् न तपाईँले एउटै त्यो यो क्वेसन धेरै आएको भएर गाइस नेपाली के अरे रोहानी नेपाली हो कि थाई हो कि कहाँबाट हो रोहानी केटा हो कि केटी हो रोहानी केटा हो कि केटी हो रोहानी र मेरो रिलेसनसिप के हो युट्युबमा छ अनि रोहानी र म कसरी चिनेको एकअर्कालाई अनि उसको र मेरो रिलेसन के हो त्यो सबै युट्युबमा गाइज मिस्टर तामाङ टिएमजी भनेर चाहिँ एक्चुअली हेर्नुहोस् होला त्यहाँनिर है मिस्टर तामाङ टिएमजी भनेर चाहिँ त्यहाँनिर हेर्नुहोस् होला गाइज त्यसमा त्यो भिडियोमा कत्रो भ्युज पनि गइसक्यो नि एक दिनमा 1 लाख उपर गइसक्यो युट्युबमा धेरै धेरै माया दिएकोमा धेरै धेरै धन्यवाद छ युट्युब च्यानलको नाम गाइज मिस्टर तामाङ टिएमजी छ ल धेरै धेरै धन्यवाद छ त्यहाँ सबै छ गाइज यस्तो हो मैले मेरो बारेमा इन्फर्मेसन जो प्रायः छ गाइज म डेली भ्लगर हो है म युट्युबमा डेली भ्लग हालिरहेको हुन्छु सो म डेली भ्लगर हो त्यो रिजनले गर्दाखेरि तपाईँहरूले युट्युबमा चाहिँ हेरिदिनुहोस् न ल त्यस्तो कुराहरू सबै युट्युबमा एक्सप्लेन गरेको छु मैले रोहानीको बुढा कहाँ गयो अरे खै पहिलाको 2टा बुढालाई त छोडेर गएको रे भन्दै यो कमेन्ट चाहिँ नगर न आँसु झर्न थाल्यो
बर्मा भाषाले लेखेको बुझेर धेरै आँसु पर्छ फेरि म ए हो इङ्ग्लिस नेपालीबाट भन्दाखेरि मन पर्दैन बर्माबाट भन्दा मन पर्छ मन नै छु के स्वामीजी के अरे अब तपाईँ फर्के भए रे रोहनी त आँसु झर्छ 100% भनेका छन् रोशनी मगरले छ्यारे कसले पारेछ छक्का जस्तो छ नि त रे हामी दुवैजना त्यही हो जे होस् आई डोन्ट केयर मलाई त जे भन्दैन छक्का भए पनि लक्की छु होइन डजन्ट म्याटर जसले जे भने हो म त हो अरू के नाम दिनुपर्ने छ बोका होइन बोका म त बोकै हो यसमा कति जल्छौ आरिसले अनि के रे स्वामी जल्दै गर म त बाटो हिँडिरहन्छु के गाना छ है त्यो गाना छि 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 रे मरिजाको पे tu piae thai mà ngủ nè nó đấy mình nhà này xong đấy chầu mà ngủ bí mình nhà mua tu ăn mà vậy chả mà la tu ra tông nhau ta khăn ta khăn này ra mua ta khăn pi đấy tu nó khoang ngã tham mà vậy nhà lòng tu nhà mua video chi mà ngủ नेपालबाट हो नेपालबाट म नेपाल Rani Cisco गीत रे सुसैले जा रे स्वामीको मन पनि सफा छ एकदम I love her video रे स्वामी हिजो चकलेट खाएर पनि यो खान सक्नुहुन्छ नि मलाई त यहाँसम्म पुगेछ हिजोको चकलेटले स्वामी Oh, love from Finland. Wow, love from Nepal. तपाईँले त्यो भाडामा हालेको चकलेट है मैले नै खाएको स्वामीको मन राम्रो छ बर्मा भाषाले धेरै धेरै के भन्छ रे बर्मा कमेन्ट कस्तो राम्रो आएको यहाँ तिमी अनि बनाएन तल म जान्छु के पासपोर्ट नभएर नभए सँगै जान्थेँ स्वामीसँग तु अपिमा वार स्वामी त मोटै हुनुहुन्छ बाहिर पनि मोटै हुनुहुन्छ म मात्रै स्लिम भएको नक्कली कन्डले आज थ्याङ्क यू सो मच एसके आइयाले सकिला वाचिङ फ्रम भुटान रे खपुनाखा थ्याङ्क यू अनि के भन्छ रे जापुसो के भरे ओ शिट दुजु जम्पोला भुटान I love Bhutan. कोहीले बनाउने पासपोर्ट छ मेरो औँली पता अब स्वामी बनाएको पास बनाउन सजिलो त निरुलाई पनि थाहा भयो होला नि भयो नि सके त निरुले पनि सजिलो छैन भनेर No, we are not couple, we are brother and sisters. कति मिठो मजाले आयो पा हस्बेन्ड वाइफ हो रे अब बुढा त अहिले नलिने सानै छु सानैमा दुःख पाउँछु कि भनेर त्यसले दाजुसँग बसेको म नेक्स्ट टाइम फुकेट आउँछु त्यो लेसैमा गाउँ थिएन त्यहाँ मात्र थाइल्यान्ड आउनको लागि के गर्नुपर्छ अरे सब्सक्राइब हो स्वामीले हिजो भन्नुभएको थाइल्यान्ड आउनको लागि दुईवटा तरिका छ म भनिदिन्छु ल थाइल्यान्ड आउनको लागि दुईवटा तरिका छ एउटा तरिका पासपोर्ट लिनुहोस् ब्याङ्क ब्यालेन्स अलिकति देखाउनुपर्छ ब्याङ्क एकाउन्टलाई थाइल्यान्ड आउनलाई चाहिँ भिसा लाग्न चाहिँ ब्याङ्कमा पैसा अलिकति धेरै देखाउनुपर्छ त्यो पछि अनि एप्लाई गर्नुपर्छ नेपालको थाई एम्बेसीमा त्यो पछि तपाईँको भिजा 8 दिन 10 दिनमा आउँछ एउटा त्यो अर्को चाहिँ मिस्टर तामाङको युट्युबलाई सब्सक्राइब गर्नुहोस् नेक्स्ट मन्थ 2 जना लकी सब्सक्राइबरहरू म र मेरो मम्मीसँग थाइल्यान्ड घुम्न आउनु